हेडफोन लगाउँछौँ जब चरा गाउने गर्छन्। यही त जीवन हो, तर साँच्चै के यही हो? नदीहरू जसले कहिले हामीलाई सुताएका थिए आज सुकेका छन्, चिरिएका छन्, शान्त छन्। जसरी कुनै आमा नबोली बस्छिन्, हामीले बिर्स्यौँ होइन र? हामीले बिर्स्यौँ कि यो पृथ्वी सिर्फ घर होइन, सिर्फ स्रोत होइन, यो त हाम्रो आमा हो। हामीले प्रकृतिलाई प्रयोग गर्यौँ तर प्रेम गरेनौँ। तर अझै समय छ, स्विच बन्द गर। जब नहेरिरहेको टिभी चलिरहेको छ, पैदल हिँड जब दुरी छोटो छ, रुख रोप जब ठाउँ छ, आवाज उठाऊ जब सारा संसार मौन छ। हाम्रो शक्ति धेरैमा छैन, हाम्रो शक्ति सहीमा छ, सानो कुरामा छ। तिमी सोच्छौ मैले के गर्न सक्छु? त्यही प्रश्नबाट सुरु गर, किनकि यो पृथ्वी सिर्फ माटो र आकाश होइन, यो हामी हो। हामी, हाम्रो सास, हाम्रो जीवन, हाम्रो शक्ति हाम्रै हातमा छ र हाम्रो पृथ्वी अझै हामीलाई पर्खिरहेको छ। धन्यवाद।